Bambu gerak maden çok güzel. Hello everyone, welcome back to my another vlog after long time पछि हल्का चिसो बढिरहेको छ टर्कीमा अहिले होइन चिसो अहिले एकदम बढिरहेको छ असर भी हो पर्न मात्र बाँकी हो अरू त्यस्तो केही छैन 10 बजिरहेछ म चाहिँ 11 बजेको ड्युटी भेटाउनु पर्ने हुन्छ होइन लेट छु म ट्र्याकको ब्लग बनाउन छोडे खालको सिन भइरहेको थियो तर फेरि बेला बेलामा जोस आइहाल्छ यहाँ चाहिँ ठुलो ठुलो बिल्डिङहरू चाहिँ छैन होइन तर जस्ट ठिकै मिडियम टाइपको छ यो चाहिँ मल यहाँ चाहिँ जे हुन्छ एनी टाइम मान्छे भइरहेको छ हो यहाँ चाहिँ म चाहिँ के भनेको स्नो सिस्नो पर्न सुरु गर्दै हुन्थ्यो भनेको तर यतातिर चाहिँ त्यस्तै पर्दैन हो यहाँ चाहिँ के खासियत छ भने हुनलाई यो मुस्लिम कन्ट्री होइन तर यहाँ चाहिँ क्रिसमसको बेला चाहिँ यस्तो हुन्छ नि यस्तो तरिकाले यिनीहरूले रमाइलो गर्छ कि यस्तो तरिकाले डेकोरेसन गर्छ कि क्रिसमसको होइन म त्यही दङ्ग पर्छ क्या मुस्लिम कन्ट्रीहरूमा त नगर्नु पर्ने हो नि ओभर कट्टर हुनुपर्ने हो नि तर छैन तर यिनीहरूले ओभर सेलिब्रेट गर्छ कसम भनेको त्यो भब्बाल तरिकाले सेलिब्रेट गर्छ मै भेला आउँछु त्यो देख्दाखेरि चाहिँ हाम्रो रेस्टुरेन्टमा पनि गरेको छ कि कपाल गरेको सानो खालको क्रिसमसको तयारी भाइरलको सिन राईमाइला आएछ राईमाइला गाउनु न राईमाइला चाहियो क्या पुरै कहिले दाना बिफ प्रकाश साथी यो खालको यता लक्ष्मण साना चोक 40 बार ओजावन बेन गुजेल 40 बार बेन साना गोरी हो प्रॉब्लम है बोले बाकी हो बेन एर खानु बराबर 40 बार बेन सोना बाकी हो Bambu gerak maden çok güzel. Ben istiyor bambu gerak maden. Ne istiyorsun? Gerak maden.
सेन चोक प्रॉब्लम उस्ताद बना चोक प्रॉब्लम कैसे ना सेन उस्ताद कैसे ना Grandmother is you. कैसे ना उस्ताद बीट उस्ताद बीट हाम्रो हेर्छ है अनि हाम्रो किचनमा चाहिँ एकदम खूबसूरत लड्की किधर है आइसा खूबसूरत लड़की आए आयशा ऐसा मत करो